हेलो एभ्रिवान र आज चाहिँ हामी बस जाँदैछौँ र फर्स्ट टाइम भिडियो बनाइरहेको छु एन्ड आई होप यु विल इन्जोय इट। यहाँदेखि त चाहिँ भोइस ओभर गरिरहेको छु किनभने साउन्ड रेकर्ड भएन रहेछ भिडियोको, सो त्यही हो। र अहिले हामी यहाँनिर ओख्रे मुनि आइपुग्यौँ र बसिरहेको छौँ एकछिन किनभने यहाँबाट राम्रो भ्यू देख्दो रहेछ नि तल। र अहिले हामी चाहिँ यहाँ माथि फरेस्ट चेकपोस्ट आइपुग्यौँ र यहाँबाट चाहिँ पास काट्नु पर्ने रहेछ र पास पनि काटिसक्यौँ। अनि अब योतर्फ जाँदैछौँ, 10 किलोमिटर रहेछ अगाडि हो। र यसरी जाँदै गर्दा बिचमा एउटा सानो पोखरी रहेछ, अन्त यहाँ पनि एकछिन निस्क्यौँ हामी, फोटो सेसनहरू चल्यो, त्यही हो। फाइनली हामी हिल्ली आइपुग्यौँ। यसो गाडीहरू हेर्दा मान्छे निकै आएको जस्तो लाग्यो, सो हामी पनि अब यहीँसम्म गाडी राखेर यहाँदेखि हामी गाडीबाट हिँड्ने हो। र हाम्रो 5 किलोमिटरको हाइकिङ सुरु भइसकेको छ अब यहाँबाट। र हामी चाहिँ 2 किलोमिटर हिँडिसक्यौँ। अब यहाँदेखि उता 3 किलोमिटर रहेछ, तपाईँहरूले यहाँनिर हेर्न सक्नुहुनेछ बोर्डमा। र हामी चाहिँ गीतहरू गाउँदै जाँदैछौँ, साथीहरू यहाँनिर जङ्गल तर्काउँदैछ एकदमै।
बसी आइपुग्यौँ। अब चाहिँ आउनु ढिलो भएछ किनभने फुलहरू प्रायः सबै झरिसकेको रहेछ र यहाँ माथि एकछिन बसेर ओह्रालो झर्दैछौँ। सो झर्दै गर्दा यहाँ एउटा ठाउँ भेटेको छौँ, हेर्नुहोस् ल। तपाईँहरूलाई कस्तो लाग्यो यो जग्गा कमेन्ट गर्न सक्नुहुन्छ। र अहिले आइपुगेको छौँ हामी वर्षे झिल। र फाइनल्ली 0 पोइन्ट पनि आइपुग्यौँ वर्षेको। र हाम्रो 5 किलोमिटरको यात्रा पनि यहाँ आएर एन्ड भएको छ। वर्षे ट्रिपको भिडियो यहाँ इन्ड भइरहेको छ। तपाईँहरूलाई कस्तो लाग्यो कमेन्ट गरिदिनु होला। थ्याङ्क यू।